नमस्कार सम्पूर्णमा सबैजना सन्चै हुनुहुन्छ होला। आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज मैले यहाँ एकछिन समय पाएको बेलामा खुर्सानी गोडमेल गरेँ अनि फेरि नानीहरूले नि मैले गरेको देखेर मैले भ्याएपछि आयो उसको बाबासँग अनि ठुलोले नि मसँग कुटी मागेर उसले नि गोड्दै गरेको छ। सानोले पनि अब मसँग यहाँ एक्स्ट्रा झारपातहरू हामीले कुहाएर मल बनाउने गर्छौँ नि त, अनि त्यही भएर सानोले पनि आएर यसरी हाल्दैछ। अब हामीले जे गऱ्यो त्यही सिक्नु त। नानीहरूले फेरि एकछिनमा एकदम ठुलो हावा चल्यो हो, अनि फेरि बुढा छिटो छिटो ढाक्नुहोस् फेरि हावाले उडायो हुन्छ भनेर फेरि बुढाले आएर यहाँ ढोका त्यो नचाहिने ढोका बार लगाउनु पर्छ नि त। अब हाँस कुखुराहरू सबै गएर लगाएको सब्जीहरू खाइदिन्छ, अनि त्यही ढोकाले फेरि बुढाले यसरी छोप्नु हुँदैछ। अनि यसरी हुँदैन, इँटा राख्नुहोस् भनेको फेरि बुढाले इँटा ल्याएर ढाक्नु हुँदैछ। फेरि बुढाले गर्नुभएको काम मलाई चित्त बुझेन हो। फेरि मैले यसरी ढाकेँ आएर, अनि यसरी ढाकेँ अनि हावा हेर्नुहोस् एकदम ठुलो चल्यो, एकदम ठुलो चल्यो। अब सिजनै यो चैतको एकदम हावाहुरीको सिजन। फेरि एकछिनमा मैले रोपेको खरबुजा के कस्तो छ भनेर फेरि मलाई धन्दै हाँसले नाश पार्ने। हाँसले केही बाँकी राख्दैन, हेर्नुहोस् पाल्न सजिलो। अनि फेरि एकछिनमा दाल सब्जी बनाउनु खाना खाने भनेर फेरि मैले यहाँ दाल भिजाएको छु। दालमा के कतिको छ माटो भनेर धमिलो देखेको छ भनेपछि यसलाई अब आधा घन्टा मजाले भिजाउनुपर्छ माटो गलेर राम्रोसँग धुनको लागि। फेरि दालमा हाल्नको लागि मैले यहाँ कुरिलो पहिले नै बारीबाट टिपेर धोएर राखेको छु। सब्जी बनाउने अन्त तरुल सब्जी खाने भनेर यहाँ फेरि तरुल धोइधाइ गरेर मजाले ग्यासमा बसाल्यो हो। अनि तरुल यहाँ बसालेपछि फेरि एकछिनपछि के कस्तो छ भनेर फेरि मैले यहाँ तरुल चलाएर हेरेँ। अनि हेर्दा त कोही नपाके रहेछ। अब कटिङ सेम छैन नि त, अब कुनै छिटो पाकेको सानो चाहिँ छिटो पाकेको हुन्छ, त्यही भएर छिटो निकाल्नु पर्ने हुन्छ। त्यही भएर पनि राम्रोसँग नपाकेको हुनाले मैले फेरि यसलाई ढक्कन लाएर ढाक्छु। ढक्कन लाएर फेरि एकछिन छोपेर पकाउनुपर्छ। अनि छोपेर पकाएपछि अब फेरि एकछिन पाक्न दिउँ। फेरि अब हाम्रो तरुल यतिको रेडी भएको अवस्था छ यहाँ। अब त्यसको सब्जीको बनाउनको लागि चाहिने सामानहरू प्याज, टमाटर, अदुवा, लसुन हो। खुर्सानी स्किप छ, अब नानीहरूको लागि हो, हामीहरूको लागि सबै खानु नि मिल्ने। अनि मैले यसमा अब कराईमा तेल खराइसकेर राखिसकेको छु। अब यसमा मैले अब प्याज राख्नुपर्ने हुन्छ। प्याज राखेर बिस्तारै भुटौँ। प्याज राखेर अब बिस्तारै भुट्दैछु। अब यहाँ प्याज बिस्तारै चलाउँदै गरौँ। फेरि एकछिनमा यहाँ हर्दी नुन राख्नुपर्ने हुन्छ। फेरि अदुवा लसुन पहिले मैले छिलेर राखिसकेको थिएँ, ओखलमा हालेर अब कुट्नु बाँकी छ। अब मैले यसमा हर्दी नुन राख्नु जाँदैछु। अब हर्दी नुन राखेपछि फेरि यसमा मैले अदुवा लसुन हाल्नुपर्ने। हाम्रो गाउँघरको सादा खाना यस्तै हो। सादा खाना अब नानीहरूको हेल्थको लागि राम्रो। अब हामीहरूले खानु सक्यो भने हाम्रो लागि नि एकदमै राम्रो हुन्छ नि त। यसमा अब अदुवा लसुनको पेस्ट राख्दैछु। अब फेरि अदुवा लसुनको पेस्ट राखेर राम्रोसँग भुटेर फेरि टमाटर मसला टमाटर राख्नुपर्ने हुन्छ। जिरा धनियाँ कुटेर राखेको मसला यहाँ राख्दैछु। अब यहाँ मैले फेरि टमाटर राखेँ। अब टमाटर राखेर बिस्तारै चलायो गरेपछि फेरि यसलाई यस्तो मसला राम्रोसँग पाक्न दिनुपर्छ। टमाटर पनि गल्छ तबसम्म भनेर फेरि मैले यसलाई अब बिस्तारै ढाकेर छोपेर पकाउँछु। चलाइहरू गरेर पनि यसमा मैले ढक्कन लाएर छोपेर पकाउँछु। हाम्रो तरुल यहाँ यति कटिङ भएर रेडी भएको अवस्था छ। यहाँको तरुल मैले पहिले धोएर काटिराखेको छु। अनि त्यसपछि फेरि दाल हेर्नुहोस् त मेरो धोएर यतिको रेडी भइसकेको छ। अब यसमा दाल अब मेरो यहाँ तबसम्म यहाँ सब्जीको ग्रेभी पनि रेडी भइसकेको छ। मसलाहरू सबै रेडी भएको छ। मैले यसमा तरुल राख्छु। अब तरुल राखेर मजाले बिस्तारै चलाउनु पर्ने हुन्छ। सबैतिर मरमसला नुनहरू लाग्नु पर्यो। अनि हाम्रो सब्जी यति रेडी भइसक्यो। अब मैले यहाँ दाल त्यो कुकरमा राखेँ। अब मैले यसमा चाहिने मात्रामा पानी राख्छु। अनि
यसमा पानी राखेर अब कुरिलो हाल्नुपर्ने हुन्छ। कुरिलो घरको अर्ग्यानिक खाना हर्दी नुन राखेर अब मैले यसलाई यसमा बसाल्छु। अब यसको साथसाथै मैले फेरि अब नानीहरू उहाँ उसको बाबाले हेर्नुपर्छ, त्योसम्म छिटो काम भ्याउनु पर्ने हुन्छ, चारैतिर काम सम्हाल्नु पऱ्यो नि त। अब एउटा काम मात्र हुँदैन हेर्नुहोस्। अब त्यतिसम्म मैले भात पनि बसालेँ, दाल भात सबै सँगै पाक्छ। अब खाना भनेको अझै नानीहरूको लागि त तातै खुवाएको राम्रो हो। मैले दाल भात रेडी भइसक्यो। त्यो दाल भात पाक्दासम्म मैले यहाँ छिटो भाँडा पनि धोएर आइसक्यो हो। नभए त हेर्नुहोस् खाना पनि फुर्सद हुँदैन कहिले त। अब यस्तै छ। यहाँ दाल हाम्रो यत्तिकै पाकेर रेडी भइसकेको छ। मैले अघि नै काटिङ गरेर राखेको धनियाँ थियो, त धनियाँ पनि हालेँ। अर्ग्यानिक खाना यो। अब हाम्रो खाना रेडी। हजुर पनि बनाएर खाना खाएर खाएर हेर्नुहोस्, एकदमै मिठो हुन्छ गाउँघरको अर्ग्यानिक खाना। अनि मैले नानीहरूको लागि पानी बसालेँ, मुनतातो पानी साँझको बेलामा। थ्याङ्क यू फर वाचिङ।